सरकारले दक्षिण कोरियाका लागि जारी गर्ने नो अब्जेक्सन लेटर एनओसी स्थगन गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि एनओसी जारी गर्न रोकेको हो। मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालले तत्कालका लागि एनओसी जारी गर्न स्थगन गरेको बताइएको छ। कोरियामा अध्ययन गर्ने नेपाली विद्यार्थीले दुःख पाएको गुनासो व्यापक रूपमा आएपछि तत्कालका लागि स्थगन गरिएको उहाँको भनाइरहेको छ। गुनासो आउन थालेपछि परराष्ट्र मन्त्रालयले कोरिया स्थित नेपाली दूतावाससँग नेपाली विद्यार्थीको अवस्थाको बारेमा जानकारी मागेको थियो। त्यसको जवाफमा दूतावासले नेपाली विद्यार्थीको अवस्था र उनीहरूले पाउने D2 र D4 भिसा विषयमा जानकारी गराएको थियो। दूतावासले कोरियामा दिनानुदिन नेपाली विद्यार्थीहरू समस्याग्रस्त हुँदै गएको पनि जनाएको छ। विशेष गरी कोरियामा अन्डर ग्रेजुएट अध्ययनका लागि जाने विद्यार्थी D2 र D4 भिसा मार्फत जाने गरेका छन्। D2 भिसामा आउनेहरू कोरिया पुगेर सिधै आफूले पढ्न चाहेको विश्वविद्यालय र कोर्समा भर्ना हुने गरेको दूतावासले जनाएको छ। तर विद्यार्थीलाई कन्सल्टेन्सीहरूले जाने बित्तिकै अवैधानिक रूपमा भए पनि काम गर्न पाइन्छ भनेर आश्वासन बाँड्ने गरेको र विद्यार्थीहरू पढाइभन्दा बढी काममा फोकस हुने गरेको दूतावासले बताएको छ। सो अनुसार नभएपछि मानसिक तनाव र समस्या पर्न गएका छन्। D4 भिसामा जाने विद्यार्थीहरू कोरिया प्रवेश गरेपछि 6 महिनादेखि 1 वर्षसम्म भाषा अध्ययन गर्नेछन्। त्यसपछि D4 बाट D2 भिसामा जानका लागि अर्को विश्वविद्यालयमा आवेदन दिनुपर्ने हुन्छ। यसरी अर्को विश्वविद्यालयमा आवेदन गर्दा विद्यार्थीहरूले कालो सूचीमा रहेका विश्वविद्यालयहरूमा आवेदन गर्ने, क्रेडिट आवर काम भएका विश्वविद्यालयमा आवेदन दिने गरेको दूतावासले जनाएको छ। D4 भिसामा कोरिया प्रवेश गर्दा भाषा अध्ययन सकेपछि कुन विश्वविद्यालयमा भर्ना हुने भन्ने कुरा नेपालबाट कन्सल्टेन्सीहरूले सुनिश्चित नगरिकन आउने बित्तिकै काम गर्न पाउने र पैसा यथेष्ट कमाउने झुटो आश्वासन दिएर आउने